आज चाहिँ के बनाउने भने यहाँ मैले मैदा लगाइसकेको छु अनि आज चाहिँ यहाँ आलु प्याज चिज अदुवा अनि स्प्रिङ अनियन प्याजको पत्ता लगाएर चाहिँ मोमो बनाऊँ भनेर चाहिँ एकदम खान मन लाग्यो कि अनि यसमा नुन बटर सबै लगाएको छु नुन बटर चिज यहाँ देख्न सक्नुहुन्छ तपाईँले है अब यसलाई चाहिँ मजाले बनाएर चाहिँ यहाँ बक्समा भर्छु तपाईँहरूलाई देखाउँदैछु हेर्दै गर्नु होला साथीहरू कस्तो हुने रहेछ अनि अचार पनि रेडी भइसकेको छ मैले चाहिँ एकदम पिरो पिसेर बनाएको यसरी बेलेर चाहिँ यसरी हाल्दैछु है तपाईँले पनि यसरी बनाएर खान सक्नुहुनेछ अनि यसरी राख्दैछु कस्तो लाग्यो मोमोको डिजाइन अब यो बनाएर म देखाउँदैछु बनाइसकेको छु अब म बसाल्छु लु साथीहरू आलु चिजको मोमो चाहिँ यस प्रकारले मेरो पाकिसकेको छ मैले के हालेको छु यो तपाईँलाई देखाउने छु हेर्नुहोस् अनि तपाईँहरू यसरी बनाएर खानुहोस् है घरमा बनाएको एकदम मिठो हुन्छ टाइम त लाग्छ तर खानुमा मिठो अनि यहाँ छ लसुन खुर्सानी अनि टमाटर पिसेर सिलपट्टामा सिलौटोमा पिसेर बनाएको अनि लु भइसकेको छ म देखाउँदैछु है तपाईँहरूलाई कसरी के हालेको छु भनेर है साथीहरू यही खानुको लागि चाहिँ बनाएको